माई च्यानल। सो आज चाहिँ मेरो बहिनीले भनेको चाहिँ उसले धेरै खायो अरे। उस चाहिँ आज 10 किलोमिटर कुद्छ अरे। माई गॉड हाउ सी आई डोन्ट इङ्ग्लिस। सो बहिनीले चाहिँ एउटा चिज भेटी हेर्नुहोस् ओके। वेट it looks like kakra. Kakra. We are eating kakra. Kakra guys. So अब चाहिँ guys बहिनी चाहिँ गइसक्यो। अब हामी पनि जाँदैछौँ। यहाँ चाहिँ कीर्तन पनि चल्दै रहेछ गाइस। अनि हामी चाहिँ अब हिँड्दैछौँ। बहिनी चाहिँ कतातिर पुगिसके। खोइ होला बहिनी चाहिँ वहाँ कहाँ पुगिसके गाइस। गाइस बहिनी चाहिँ उतै पुगिसक्यो। अहिले चाहिँ अँध्यारो भएर यहाँ केही देख्नु भएको छैन होला। मलाई एकदम धेरै डार्क होला। बहिनी कहाँ पुगिसक्यो गाइस। गाइस यति धेरै अँध्यारो भइसक्यो नि अहिले। अलमोस्ट अहिलेको टाइम 8:05 गएछ। बहिनी गयो अरे फर्किसक्यो गाइस। हेर्नुहोस् बहिनी हो गाइस। बहिनी हट गाइस। बहिनी फर्किसके। अब हामी फेरि उतै फर्किँदैछौँ दोकानतिरै। So let's go. So guys हामीले चाहिँ हाम्रो साथी भेट्यौँ स्विटीलाई। हाई भन्न हाम्रो गाइजलाई। हाम्रो च्यानल सब मम्मी उता दोकानमा हुन्छ सब्जी दोकान। हामी मर्निङ वाक इभिनिङ वाक। हाम्रो च्यानल सब्स्क्राइब गर है। बाइ गाइज हामीले चाहिँ हाम्रो साथीलाई भेट्यौँ। अब हामी चाहिँ फेरि फर्किँदैछौँ। हामीले साथीलाई च्यानल सब्स्क्राइब गर भनेको छौँ। अब साथीले गरिदिन्छ कि गर्दैन त्यो चाहिँ थाहा छैन कि। ला गाइज बहिनी बाइक आयो छिटो। गाइज मजा आउँदैछ अर्को गाइज हामी चाहिँ हिँडे यताबाट उता भिडियो बनाउनुभन्दा अगाडि पनि हामी 5चोटि यताउता गरिसक्यौँ गाइज। बहिनी चाहिँ कुदै चाहिँ म चाहिँ हिँड्दैछु छिटो। अब हामी चाहिँ दोकानको अगाडि आइपुग्यौँ टिम। गाइज हामी चाहिँ आइपुग्यौँ दोकानमा। हामी उता जमुना फुपूकोमा पुग्न आँटेको चाहिँ गयो। अनि मामु चाहिँ यहाँ सब्जी छान्दै हुनुहुन्छ। अनि यहाँ आमा चाहिँ सब्जीहरू खोइ कहाँ। अनि आमा चाहिँ घर जाने तयारी गर्दै हुन्छ। हाई गाइस भन्नु न। हाई गाइस भनिदिनु न। मलाई भन्नु पर्दैन किनकि म त मेम्बरै हो। गाइस आज त हामीलाई धेरै मजा आउँछ किनभने हामीहरू डुल्न जान्छौँ। पंखा के छान्न आँटेको पंखा। ये मजा आयो।
गाइज हामीहरू चाहिँ घरि आँप देखाउँदैछौँ, घरि आलु बखरा देखाउँदैछौँ, घरि खरबुजा देखाउँदैछौँ। हामी चाहिँ खरबुजा लिने, यो लिने सबसे ठुलो खरबुजा लिने गाइज, हामी खरबुजा लिने। बहिनी अलिक ठुलो झोला लिएन, अट्दैन खरबुजा। गाइज यहाँ चाहिँ कान्छी आकी छ, हेर्नुहोस्। मलाई त डर लाग्छ गाइज। हेर्नुहोस् न गाइज कान्छीले के गर्दैछ। आमाले कान्छीले ल्याउनु भएको छ, हाई गाइज भन्नु न। हो आमाले हाई गाइज भन्नुहुन्छ। ए कान्छीले हाई गाइज भन्दैछ तपाईँहरूलाई गाइज। हाई गाइज, हाई गाइज, हाई गाइज। ओ कान्छी हेर्नुहोस् गाइज कति राम्रो कान्छी छ हाम्रो सोसाइटीमा। कान्छीको पछि छिटो 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 न भयो। गाइज हामीले चाहिँ झोलामा खरबुजा हालिसक्यौँ। खरबुजा खरबुजा खरबुजा। बहिनी कान्छी खरबुजा कान्छी। गाइज हामी खरबुजा जोख्न लाने, हेरौँ ल कति त्यो हुन्छ। कति 3 किलो 200 भयो गाइज। 3 किलो 200 ग्राम भयो गाइज हाम्रो। खोइ के हो मलाई थाहा छैन। 3 किलो खोइ कति ग्राम 200 होला, 200 खोइ कति के हो थाहा छैन मलाई। त्यति भयो अरे गाइज। हेर्नुहोस् न गाइज कान्छी र बहिनी खेल्दैछन् यहाँ। बेस्ट फ्रेन्ड्सहरू भेटिएका छन् आज चाहिँ। बेस्ट फ्रेन्ड्स दुईजना बेस्ट फ्रेन्ड आज एक साथ भएका छन्। यो लिएर जानु गाइज। हामी चाहिँ यहाँ खोले लिएर जाँदैछौँ हाम्रो बाख्रोको लागि। म अब तपाईँहरूलाई घर पुगेर भेट्छु के गाइज। म चाहिँ खोले लिएर घर आइसकेँ। आमा चाहिँ बाहिरै बसिरहनु भएको रहेछ। आमालाई पनि हाई गाइज भन्नुपर्छ के। आमा हाई गाइज भन्नु। उहाँ चाहिँ हाम्रो आमा हुनुहुन्छ, तपाईँहरूले चिन्नु नै हुन्छ होला, मलाई थाहा छ। अँध्यारो छ त्यसले। 3 किलो एउटा के रानीको नाम हाडी रानी हो नि। हाडी रानी गाइज हामीहरूको पसिना। एउटा रानीको हाडी रानी थियो नि नाम, हाडी रानी। गाइज अब हामी फेरि उता भात छ अरे गाइज। हाम्रो छिमेकी त्यो कान्छीको मालिक नि मतलब आमाको मा चाहिँ हाम्रो बाख्राको लागि खोले भातहरू उब्रिन्छ उहाँकोमा। अनि हामी चाहिँ त्यहाँबाट हाम्रो बाख्राको लागि खोले लिएर आउँछौँ त्यहाँबाट पनि। अनि म चाहिँ अब त्यही लिन जान आँटेको। हामीहरू त्यहाँ पनि जाने। ओके गाइज। ओके गाइज अब म चाहिँ लिन जान आँटेको हाम्रो अरू लिएर भयो। बर्तन वाली आई गाइज। हामीहरू चाहिँ अब जाँदैछौँ लिनको लागि। एकदम धेरै नजिकै छ, धेरै टाढा छैन। घर भनेको यही हो, जस्ट अगाडिको घर हो। सो म लिएर घरमा पुग्छु फेरि, अनि मात्र भेट्छु तपाईँहरूसँग। ओके गाइज हामीहरू चाहिँ अब फर्किँदैछौँ। हामीले चाहिँ लिओरी गइसक्यौँ। 10 किलोमिटर कुद्ने भनेको 1 किलोमिटर पनि नभइकन हामी चाहिँ थाकिसक्यौँ। छैन देखाएन मैले। गाइज हेर्नुहोस् हाम्रो तारा आमाको चाहिँ केटार भएको आज बिहानदेखिको कमाइ देखाउनु न।
हेर्नुहोस् आमाले चाहिँ लुकाउँदै हुन्छ गाइज ए निकाल्दै नै हुनुहुँदो रहेछ आमाले चाहिँ निकाल्दै हुनुहुन्छ हेर्नुहोस् गाइज हेर्नुहोस् हातमा पनि छ गाइज गाइज आमाहरूको चाहिँ आज राम्रै व्यापार भएछ डर्रो कमाइ भएको छ गाइज आज मासु बिरयानी आजको पार्टी भोलि खानु ए हो त्यसो भए मामु के खाने मामु हामीलाई पैसा दिन हामी आफै ल्याएर खाइहाल्छौँ नि है हामी आफै छानी छानी खान्छौँ हेर्नुहोस् गाइज यहाँ दुईजना बेस्ट फ्रेन्ड्सहरू चाहिँ खेल्दैछन् अहिलेसम्म गाइज हामीहरू चाहिँ 10 किलोमिटर कुद्ने भनेको थियो अब त्यो चाहिँ हामी कुद्न सकिनौँ त्यसैले आजको भिडियो हामी यहाँ स्टप गरौँ बाई बाई